ल अब चाहिँ हामी दसैँ मान्नको लाग्यो गाउँतिर। अब दसैँ मान्न नजाउँ भने पनि के गर्नु, बाबाआमाले पढिरहेको हुन्छ छोराछोरी आउँछ भनेर। पाहाडको बाटो यस्तो बिजोकले जानु परिरहेको छ कि एउटा बुलेरोमा हामी 30-35जना चढेर गइरहेको छौँ। के गर्नु, जानु पऱ्यो चाडबाड मनाउनको लागि। पाहाडमा घर हुनलाई पनि गाह्रो छ। दसैँ मान्नलाई यसरी जानु पऱ्यो, बाबाआमालाई भेट्नु पऱ्यो होइन, गाह्रो छ। बाटो मान्छे कमसेकम यहाँनिर 100-150जना मान्छे गइरहेका छौँ हामी छुटेर। अझै माथि बाटो। अनि यहाँनिर ठ्याक्कै दाईहरू पनि काठमाडौँ आउनुभएको रहेछ कि, अनि दाईहरूसँग भेटघाट भइयो गाडीमै। अनि दाई भाउजू चाहिँ गाडीमा हुनुहुन्छ, अनि भतिजिनी चाहिँ स्कुटरमा, त्यो पछाडि आउँदै गरेको चाहिँ भतिजिनी हो। अब यिनीहरूलाई पनि त्यति राम्रो बाटो थाहा छैन, अनि हामीलाई पछ्याउँदै आइरहेको छ। यिनीहरू पनि यहाँ बस्ने मान्छेहरू पनि बिजोग हेर्नुहोस्, बिजोग यति धेरै बिजोग हुनु त कतै छोड्दैन। अब यो माथि जुन गाउँ जाने गरेको बाटो अगाडि मैले यो भिडियो पनि बनाउनु सकिरहेको छैन क्या, तर एउटा सम्झना स्वरूप एउटा भिडियो चाहिँ बनाऊ भनेर बाटोबाट मात्र उसले भिडियो गर्दै गएको। अनि यो अगाडि जुन पछाडिपट्टिको यो भाग बसेपछि चाहिँ यो चाहिँ अगाडिपट्टि, यहाँ अगाडि अलिक अगाडि गएपछि 12 नम्बर आउँछ। यस्तो घुम्ती छ क्या, तर अब डरसम्म चाहिँ राम्रो बाटो छ। त्यहाँबाट माथि चाहिँ एकदम कच्ची बाटो जानुपर्छ। त्यहाँदेखि माथि चाहिँ मलाई लाग्छ लानु सक्दैन होला, 2टा गाडी डबल गाडीमा जाने कुरा छ। मलाई लाग्छ यो गाडीको सबै माथिसम्म लानु सक्दैन, डरभन्दा माथि चाहिँ अलिकति कच्ची बाटो हुन्छ। र हाम्रो 75% भन्दा पनि 90%, 95% चाहिँ हाम्रो बाटो एकदम राम्रो छ। त्यहाँदेखि अलिकति हाम्रो कच्ची यो अटोहरू पनि निस्किँदो रहेछ। दसैँको कारणले गर्दा यति धेरै अटो पनि बाटैभरि अटोहरू पनि अटोहरू जस्तै काठमाडौँबाट आएको गाडी त्यसैले चाहिँ हामीलाई उठा गयो। गाडीको बिजोग त्यत्रो गाडीमा अब यहाँनिर गाडी एकछिन रोकेर हिसाब 40-50जना मान्छे पुरा आयो। अगाडिको गाडी हामीभन्दा अगाडिको गाडी त्यस्तै छ प्याक। यो चाहिँ हामी जाने गाडी हो, हामी चढेर आएको गाडी यस्तो छ। जाने गाडी अगाडिको गाडी पछाडि यहाँ रोकेर अब हामी साउने भन्दा यो अलिक माथि नै आइसक्यौँ। साउने गरेर पनि अलिक माथि आयो, बाइकहरू पनि आइरहेको छ। अब यसरी चढ्नुपर्ने अवस्था छ। जानु पऱ्यो, उभिने ठाउँ पनि हुँदैन कि, सबै मान्छे यहीँ चढ्नुपर्छ। यो गाडीमा सबै जानुपर्ने उल्कै छ, भित्र त्यतिकै फेरि। दसैँको यात्रा चाहिँ यस्तो तरिकाले जाँदैछौँ हामी बिजोग भएर, कमेन्ट गर्दै हाम्रो छ्यामा चाहिँ अब यो हामी देखिरहेको ठाउँ जानुपर्ने चाहिँ त्यो डाँडा पुरै ढाक्दैछ। डहरबाट लाग्यो, अब चाहिँ कच्ची बाटो अफरोड अब चाहिँ सुरु भयो हाम्रो। यस्तो अफरोडको बाटो चाहिँ मैले अघि भनिरहेको थिएँ, अफरोड अब पिच सक्यो यहाँबाट चाहिँ हाम्रो। जाँदैन होला
जानु पर्यो जस्तो भयो पनि बाँझले पुग्न लाग्यो बाँच पर्दै यस्तो गाडीमा माथि बाँच्नुपर्छ यहाँ पनि पिच केही अप्ठ्यारो ठाउँमा चाहिँ पिच गरेको रहेछ अनि यहाँ चाहिँ एकदम उकालो पर्थ्यो त्यही भएर पिच रहेछ यहाँ पनि पिच भन्दा नि ढलान रहेछ यहाँ चाहिँ एकदम अप्ठ्यारो बाटो छ साँझ पनि परिसक्यो आज हामी एकदम ढिलो हिँड्यौँ अनि अर्को कुरा चाहिँ कस्तो भने यो दसैँ तिहारको बेलामा चाहिँ मान्छे धेरै हुने भएको कारणले गर्दाखेरि गाडी ढिलै आउने रहेछ नत्र हाम्रो घर जानलाई 2-2.5 घन्टा लाग्थ्यो तर चारैतिर हेर्नुहोस् यो हरियाली देख्दाखेरि चाहिँ यति बस्नु गाउँ नछोडो जस्तो लाग्छ तर हेर्नु बाध्यता छ होइन अब यो अगाडि एकैछिनमै हामी माथि निक्लिन्छौँ पछि बाटो मैले यो मोबाइल यति धेरै हल्लाएको छु उभिने ठाउँ पनि मलाई छैन तर मैले यो मोबाइल म्युजिक बनाइराखेको बस्छु भनिरहेको छु यस्तो यो पहिले चाहिँ यो बाटोहरू चाहिँ खनेको हातले खनेको बाटो मिसिनले चाहिँ अहिलेको जमाना चाहिँ अहिले चाहिँ मिसिनहरूले खन्ने जमाना आयो अब चाहिँ हामी माथि रौतामा पुगेर पनि फेरि अब रौताबाट सबै झर्ने त्यहाँ झऱ्यो त्यही हुनेहरू हामी चाहिँ अब ओह्रालो लाग्यौँ नि हामी केटाकेटी हाम्रै घरको परिवारहरू नि 4-5 जना 6-7 8-9 जना नै छौँ हामी चाहिँ पछाडि बसिरहेको छौँ दाइ र म चाहिँ झुन्डेर अब यहाँबाट चाहिँ ओह्रालो जानुपर्ने हुन्छ हाम्रो भाउजू हाँस्दै हुनुहुन्छ केटाकेटीहरू गफ गर्दै केटाकेटीहरूको भिडियोहरू मैले अब यहाँ राखेँ भने फेरि यो के अरे यो बच्चाहरूको भिडियोहरू चाहिँ हाल्नु नहुने रहेछ फेरि यस्तो समस्या आइरहेको रहेछ युट्युबमा अनि यो अगाडि अब एकैछिनमा यो चाहिँ ओह्रालो छ अब यो ओह्रालो खटेपछि चाहिँ एकछिनमा हामी घर पुग्छौँ बाटो हेर्नु यस्तो चाहिँ अनि स्कुटर पनि लिएर आइरहेछ त्यसले साँझ परिसक्यो यो घुम्ती एकदम छिटो हिँड्छ गाडी यो ओह्रालोमा कुदाएको छ पछारेको छ उकारेको छ उफ्रेको छौँ हामी पनि तर यो बाटोहरू चाहिँ यसपाला चाहिँ यो उत्तिस काट्नेहरूले उत्तिस काटेर लानेहरूले यो ठेकदारहरूले बाटो राम्रै बनाएको रहेछ तर पानी आएर केही बाटोहरू बिगारेछ तर राम्रैसँगले पुग्न लाग्यो अब डहरबाट यता भन्दा पनि रानीबासबाट यता चाहिँ 2टा गाडीले ल्यायो हामीलाई मैले चाहिँ यहाँ पछाडि बसिरहेको छु अब केही छिनमै हामी चाहिँ गाउँ पुग्छौँ बाछाला पुग्न आँटेको अवस्था छ बाछाला भन्दा अलिकति पर मात्रै हाम्रो गाउँ हो त्यो बाछालामा अब रमाइलो गर्दै पसलहरू छ त्यतातिर सबै साथीभाइहरू भेटघाट हुन्छ अब यो अहिले चाहिँ एकदमै गाउँमा विकास कति धेरै है घर घरमा रोड पुगेको छ घर घरमा यो वाइफाई होइन यति विकास भएको रहेछ कि म त अब धेरै वर्ष नि भयो गाउँतिर यो दसैँ तिहार नमानेको मैले यो दसैँ तिहार चाहिँ 9 वर्ष 10 वर्षमा चाहिँ मैले मान्दैछु 9 वर्ष चाहिँ मानिनँ मैले 10 वर्षमा चाहिँ मैले दसैँ मान्ने मौका पाएँ केटाकेटीहरू एकदमै रमाएको छ घर पुग्न लाग्यो भनेर म अब यहाँ पसलमा आइपुगेँ अब यहाँ पसलमा चाहिँ अब नमस्ते गर्नुपर्ने हुन्छ सबैजनालाई अब बाछालामा हाम्रो गाउँदेखि अलिकति वरु रहेको बाछाला भन्छ त्यहाँनिर गाडी रोकियो यहाँनिर झर्ने मान्छेहरू छ अनि सबैजनासँग भेटघाट गऱ्यो यहाँनिर सबै गाउँतिरकै मान्छेहरू सबै भेटघाट भयो अब म त पहिले पनि अब अस्ति असार साउनतिर पनि आएर गाउँमा टन्नै बसेको थिएँ फेरि तराईतिर जानुपर्ने काम थियो त्यही भएर उतातिर झरेको थिएँ अनि यहाँनिर सबै साथीभाइहरूसँग भेटियो है 10-12-15 वर्ष पछाडि केही साथी पनि भेटाइयो धेरै वर्ष भयो ऊ विदेश हुँदाखेरि म घर थिएँ ऊ अहिले घरमा रहेछ म विदेशतिर त्यो कारणवश भेटेकै थिएन त्यो साथीलाई पनि भेटाइयो यहाँनिर अगाडि बस्ने
बहिनीहरू हुनुहुन्छ, उहाँहरू पनि गाइडबाटै हामीसँगै आउनुभएको, नमस्ते गर्दै हुन्छ सानो नानी। अनि अब हामी यहाँबाट पनि अब एकछिनमा यहाँबाट चाहिँ 2 मिनट 3 मिनट लाग्छ हामीलाई हाम्रो घर पुग्नलाई, धेरै टाढो छैन, पुग्न लाग्यौँ। तर दसैँ अब एकदम भव्य मनाउने भन्ने कुरा छ, केटाहरू सबै गाउँमा आएको छ भन्ने कुरा छ, केटाहरूले फोन गरेर छ बल खेल्नुपर्छ भन्ने कुरा। अनि सबैजना नि भेटाइयो यहाँनिर, रमाइलो, त्यही त हो नि, गाउँमा जसो गऱ्यो त्यसै रमाइलो। अब यहाँनिर धेरै बोलेको पनि छु मैले, धेरै ल्याङ 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 गरेको छु। म पनि अलिकति माथि निकासमा गाडी रोक्दाखेरि अलिकति चार्ज गरेर झरेको, त्यही भएर फुल चार्ज भएर धेरै बोलेको छु। त्यही भएर मैले यो भिडियो चाहिँ मैले पछि गएर रेकर्ड गरेँ। हाम्रो नाना हुनुहुन्छ अनि गफसफ हान्यो। मैले फेरि क्यामेरा पनि त्यही तरिकाले पक्रेको छु, आधा आधा देखिरहेको छ, अनुहार पनि देखिरहेको छैन कि मैले कसरी मोबाइल पनि पक्रेँ भन्ने कुरा पनि थाहा भएन, म फुल चार्ज भएकोले गर्दाखेरि। अनि टिममा हाँस्दै हुनुहुन्छ, टिममा नानाहरू पनि आउनुभएको छ, उहाँ टिममाको चाहिँ अलिक मुख लाग्दैन टिममा। अनि तर सबै कुराहरू गर्नुहुन्छ, बोल्नुहुन्छ, नानाहरू आउनुभएको रहेछ सबै। अब यहाँ धेरै ल्याङ ल्याङ भयो, धेरै बेर कुरा भयो। हाम्रो अब ज्वाइँ साहब ड्राइभरले चाहिँ अब हामीलाई हिँडाउने कुरा गर्दै जानुभयो, अब जानुपर्छ हामी पनि। अनि अब बिदाबारी माग्यो, अब जाने अवस्थामा छौँ हामी चाहिँ। गाडीमा चढ्यो, यस्तै बिजोक बिजोक रमाइलो। हल्ल हल्ल गर्दै जानै पर्यो, अब के गर्नु, नगए हुँदैन। अनि दाइ लिन आउनु भएको रहेछ यहाँ भान्जीहरूलाई, उहाँहरू चाहिँ अब तलतिर जानुहुन्छ, हामी चाहिँ गाडीमा सिधै अगाडि बढ्छौँ। केही छिनमा अब पुगिहालिन्छ। घरबाट पनि फोन आइरहेको छ कतिखेर आइपुग्ने भनेर दसैँमा। अब भोलि पर्सिबाट चाहिँ फुलपाती छ, त्यसपछि चाहिँ प्रत्येक घरमा सुँगुर काट्ने, खाने, रमाइलो गर्ने, त्यस्तै खालको दिनहरू आइरहेको छ। रमाइलो चाहिँ गर्नुपर्छ है, जता रहे पनि भन्ने कुराहरू भइरहेको छ साथीभाइहरूले। अब हामी चाहिँ घर पुग्ने अवस्था एकैछिनमा पुग्दैछौँ। अब हामी त्यहाँबाट पनि अगाडि बढ्यौँ गाडीमा। अब केही छिनमै अब हाम्रो घर पुग्छौँ हामी। साँझ परिसकेको छ, हामीले ढिलै हिँड्यौँ गाइडबाट, त्यही भएर साँझमा फेरि रोक्दै रोक्दै सबैजना खाजासाजा खाँदै ओर्दै आउँदाखेरि यति साँझ परिसक्यो। अब केही छिनमा हामी पुग्यौँ। हामी चाहिँ तल दाइको घरमा पुग्यौँ। मैले चाहिँ भाउजू हेर्दै हुनुहुन्छ यहाँनिर। अब यही हो गाउँको, यसरी नै खाने हो जाँड। जाँड आइसकेको छ, ढोका भेटा भइसक्यो हाम्रो सबैसँग। पासुङ भन्दाखेरि पासुङ नै हुनुहुन्छ। तर पासुङलाई चाहिँ अब राईकुरामा चाहिँ हामी भेट्दै भेटौँन। अब यहाँको रीतिथितिको बारेमा चाहिँ अलिक सक्नुहुन्न कि? तर भाषामा चाहिँ फेरि अगाडि भाग्यमा यहाँ ढोक मुलाको साग, यो कान्छा भान्जा। लु भान्जालाई चाहिँ नमस्ते है, पाहुना हो नि त हाम्रो। हामी चाहिँ भर्खर गर्दाखेरि भाषामा चाहिँ अलिकति हामी कमजोर छौँ। तर रीतिथितिको बारेमा चाहिँ फेरि मैले फेरि धेरै रीतिथितिको बारेमा त्यो कुरा चाहिँ अब हामीले गर्नुपर्ने कुरा हुन्छ। हामी चाहिँ यहाँ दाइ भान्जा हामी भर्खरै 5 मिनट चाहिँ भयो। 5-10 मिनट भयो। त कहिले आइस बाबु? ककला रक्सी ल्याइदिएको देऊ गोकुलाई पनि दिनु नमस्ते गरेर। बाजुलाई पनि दिनु देऊ खोइ कुकुरलाई नदिने हो र? बाजालाई तिमीले दिने? कुकुरले खास मन सकिरहेको छ। तपाईँ पनि खानु न त मम्मी। म त भात खानु चाहिँ मन पर्दैन, नखाइ चाहिँ अगाडि नै खानु मनपर्छ।
भोको लागेर दिलुवाले ढोक्क अगाए पो त कसले ल्याइदियो दिलले ठुलो पुच्चेले पनि ल्याएर त्यो त निकालेर ल्याइदिएको त्यही पनि मैले सारेर त्यसले दियो पहिले आएर डोगी दिएकोले त्यहाँ मिलै नाली डोगो 30 रुपियाँ चटपटे 4 प्लेट पानीपुरी 3टा भोको लाग्यो होला नानी चटपटे अस्ति यसले ल्याइदिएको थियो भुजा आजै छ स्ट्रिम त्यो खेत लाउन खाएकोदेखि छ ल ल आन्डो आन 3 2 1 गो आ भाइको पालो आन कसरी आन आन अब यहाँ अब यहाँ राख ल यसरी राख यसरी पक्रि छोरा यहाँ पक्रि छोरा 2 1 दुई न ल टोपी पनि नल्याए अब ओइ यहाँ जा मन परेको होइन मलाई दुई ओइ दुई दुएर खाऊ खानालाई सोध दुएर खाऊ कुकुर ल्याइदिएको मैले केही भएको छैन यो 3 सेकेन्डसम्म चोकै हुन्छ क्या खाऊ